हेलो वेलकम छ हजुरहरूलाई मेरो दाइ एकेप छ कि मगर ब्लगमा। हजुर सबजना सन्चै हुनुहुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ यति राति हामी छठ हेर्नु गएको, हेर्दै गर्नु होला है। हामी जाँदैछौँ, राति भइसक्यो, अटोमा जाने भन्दैछु। यस्तो राति भइसक्यो है। जाँदैछौँ। एउटा रुँदैछ है, हो बिचरा सानो नानी रुँदैछ। आइसक्नु है, हेर्न सक्नुहुन्छ। धेरै मान्छे हुनुहुन्छ, त्यो भित्र झन् कतिजना होला। सक्नु नि कति राम्रो बनाएको छ कि त्यहाँ आम पट हामी चाहिँ हेर्न आएको। म चाहिँ कस्तो राम्रो फोटो खिच्नेको भिड छ यहाँ। फोटो खिच्ने माथि जाने हो। देख्न सक्नुहुन्छ यत्रो धेरै भिड छ। त्यसले गर्नु होला। म चाहिँ फर्स्ट टाइम आएको, त्यही भएर हेर्नु मन लागिरहेको। कति लामो रहेछ ठाउँसम्म, यहाँ कसरी पुग्ने होला हामी परसम्म। हेर्न सक्नुहुनेछ। रमाइलो छ है। हाम्रा गाईघाटमा केही भयो भने मान्छेको चाहिँ भिड हेर्न सक्नुहुन्छ है। धेरै मान्छे छैन। हेर्न सक्नुहुनेछ। यहाँमा कति परसम्म छ भ्याउँदिन होला हौ। म त देखाउनु खोले कति राम्रो बनिरहेको छ। परसम्म छ है। म देखाउनु त सकिनँ सबै त। यहाँभन्दा पछाडि यस्तो राम्रो हुँदैछ। यस्तो राम्रो देख्दा त पाउनु भयो हेर्नु है। भरे कमेन्ट गर्नु होला पाउनु भयो। यत्रो धेरै भिड छ। ओ यो झल्दैन, डर लाग्दो। कति राम्रो देखिएको यहाँबाट। देख्न सक्नुहुनेछ अरे यहाँ त मान्छे कति बोलेको चाहिँ केही पनि कति धेरै राम्रो के पनि नबुझे पनि राम्रो। बत्तीहरूले नै कस्तो राम्रो बनाइदिएको। राम्रो कस्तो राम्रो यस्तो भिड छ। म बोलेको पनि सुन्दैन, यहाँ कसैले सुन्दैन। बोलेको सुन्दैन, त्यसै पनि म बनाउनु छोड्दिनँ। नाच्दै खायो के हो यस्तो। मान्छे मात्रै त देखाउनु होला। यो चाहिँ त्रियुगाको त्यो पुल भन्दा यता साइडमा रहेछ। हामी त्यहाँ हुनेछ।
यस्तो गीत बन्छ छठमा पनि त्यही भएर खुसी लाग्छ हौ केटा छ यसलाई निद्रालाई चाहिँ अहिले चाहिँ 9:30 हुन लागिसकेको छ हेर्न सक्नुहुनेछ जीवनमा एक बारको जुनमा डम्फुमा बाजा वैचारमा गाउँछु सेलोमा फाइनली हामी चाहिँ फर्किसक्यौँ यहाँबाट हेर्न सक्नुहुनेछ यहाँ नाच्दै थियो के पुलिसले आएर खेदारो होइन अनि हामी यहाँको अवस्था हामी चाहिँ पुलमा आइसक्यौँ ल मबाट हिँड्दै 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 हेर्न सक्नुहुनेछ यत्रो धेरै भिड छ मान्छेहरूको चाहिँ भएको छ यो गाईघाटको बस देख्न सक्नुहुनेछ यति धेरै मान्छे थियो अघि कति धेरै मान्छे चाहिँ हेर्न सक्नुहुन्छ तल्ल पनि मान्छे हामी चाहिँ यहाँ हिँड्दैछौँ हेर्न सक्नुहुन्छ तपाईँ त आज लडेरै यो मान्छे होइन आज धेरै लड्दै थिएन कसलाई सम्झेर हिँड्दै हुनुहुन्छ पनि लडेर डुम्छ हेर्न सक्नुहुन्छ सम्झिँदैछ जस्तै लाग्दैछ है मलाई हो हेर्न सक्नुहुन्छ यति धेरै अहिले चाहिँ फर्किसकेको छ मान्छेहरू धेरै हुनुहुन्छ सबै फर्किने सकिसक्यो मेला सक्नुहुन्छ गाईघाटको वातावरण अहिले चाहिँ कति बजेको छ कति बज्यो अहिले सबै 10:30 भएको छ अरे अहिले हेर्न सक्नुहुन्छ यस्तो छ गाईघाटको सबैजना मेला हेरेर फर्किनु हुँदैछ गाईघाट हेर्न सक्नुहुनेछ सबैजना हिँड्दै हुनुहुन्छ फाइनली हामी चाहिँ मेन चोक आइसक्यौँ हेर्न सक्नुहुनेछ मेन चोक आइसक्यौँ है हाम्रो हामी त्यस्तो हेर्न सक्नुहुनेछ गाईघाटको मेन चोक हामी चाहिँ फर्किसक्यौँ यहाँ मेन चोकभन्दा यता आइसक्यौँ हेर्दै गर्नु होला अब हेलो हामी चाहिँ यहाँ आइसक्यौँ यहाँ उसको पैसा पनि हरायो 500 पैसा हरायो खाजा पनि नखाइ आएको उसको पैसै हरायो अघि उहाँ सिम पनि हरायो थाहा छ कि छैन सिम पनि दशा के अरे छठमा गएको आज उसलाई दशा लाग्यो है हामी चाहिँ आइसक्यौँ अब छठ त हेरेँ तर मान्छे मात्र हेरेँ म केही बुझिनँ नै हेलो म चाहिँ आइसकेँ होइन रुम भर्खर आइपुगेको आजको छठ चाहिँ आज पहिलोपटक चाहिँ हेरेँ तर म खासै के पनि बुझिनँ कि अनि अब त्यहाँ पनि धेरै भिडियोहरू बनाइन मान्छे कति धेरै मान्छे मात्रै थियो जता पनि मान्छे मात्रै अनि त्यही भएर भिडियो भिड थियो त्यही भएर म खासै भिडियो बनाइन त्यो कार्यक्रमहरू भन्दा पनि मान्छेहरू धेरै हिँडेको मात्रै थियो नि त त्यही भएर खासै भिडियो बनाइन जस्तो छ सबैजनाले हेरेर साथ सपोर्ट गरिदिनु होला बाई बाई